उजाड बगरहरूलाई चाहिँ यसरी फुलबारी बनाएर अत्यन्तै आकर्षक पार्कहरू बनाएर मनमोहक पार्कहरू बनाएर श्रमदानबाट चाहिँ धरानमा आर्थिक रूपमा चाहिँ आर्थिक चलायमान अर्थतन्त्रलाई चाहिँ चलायमान बनाएर यिनै पार्कहरूले गर्दाखेरि यहाँका होटेलहरू, यहाँका गाडी घोडा, टेम्पो, सफारी लगायतका चाहिँ सवारी साधनहरू चल्ने बनाएर प्रगति गरेको देख्न नसहने है। र श्रम संस्कृति पार्क किन बनाएको, श्रमदान किन गरेको भनेर चाहिँ हामीलाई मुद्दा लगाइराख्ने अरू छन्। त्यस्ता चोर फटाक गधाहरू जो चाहिँ विभिन्न चाहिँ अख्तियारमा कता कता गएर चाहिँ मुद्दा लगाइरहन्छन्। त्यस्ताहरूलाई चाहिँ म चुनौती दिन चाहन्छु है। तिमीहरूले पनि सक्छौ भने यस्तो बनाऊ भनेर चाहिँ चुनौती दिन चाहन्छु। हामीले पानी ल्याएको हेर्न नसक्ने, सुनेको प्रतिमा बनाएको हेर्न नसक्ने, खानेपानीको ट्याङ्की बनाएको हेर्न नसक्ने, बाटाघाटा यी सम्पूर्ण कुराहरू बनाएको हेर्न नसक्नेहरूलाई हाम्रो ठाडो चुनौती छ। सक्छौ भने तिमीहरू पनि गरेर देखाऊ, यो भन्न चाहन्छु है। हावामा त्यतिकै नगर्नु।